छ होइन ती कुराहरू। अब रिभ्यू अफ द इम्पेरिकल लिटरेचरभित्र अरूले गरेका रिसर्चहरूलाई चाहिँ रिभ्यू गर्ने हो। नर्मली कस्तो कुरा लेख्ने हो त त्यो रिभ्यू गर्ने बेला के कुरा छुट्याउने हो त भन्दाखेरि स्टडी कन्डक्टेड बाई अदर रिसर्चर, कसले गरेको भन्ने कुरा आउनु पर्यो, अब्जेक्टिभ के राखेका थिए भन्ने कुरा आउनु पर्यो, कुन मेथड युज गरेर रिसर्च गरेका थिए भन्ने आउनु पर्यो, अनि त्यो रिसर्चको मेजर फाइन्डिङ के थियो भनेर आउनु पर्यो होइन। सिमिल्यारिटिज एन्ड डिफरेन्स एमङ द स्टडी, अरू रिसर्च र यो रिसर्चको सिमिल्यारिटी डिफरेन्सेस के हुन् होइन, यो प्रिभियस रिसर्चहरूको चाहिँ स्ट्रेन्थ के हो, यसको आधारमा हामीले चाहिँ के स्टेट गर्नु पर्यो त ग्याप स्टेट गरेर छोडिदिनुपर्छ। त्यो इम्प्लिकेसन अफ द रिभ्यूभित्र ग्याप। कुनै पनि जुनसुकै आर्टिकल तपाईँले रिभ्यू गर्दै हुनुहुन्छ भने यो थिममा रहेर रिभ्यू गर्नुभयो भने सजिलो हुन्छ। अब्जेक्टिभ, मेथड, मेजर फाइन्डिङ होइन, अनि कन्क्लुजन के छ, ग्याप के छ भन्ने कुरालाई। अनि त्यस पछाडि चाहिँ थ्योरिटिकल फ्रेमवर्क भनेको छ। कुन थ्योरी तपाईँले युज गर्दै हुनुहुन्छ, कुन थ्योरीको आइलेन्सले तपाईँले हेर्दै हुनुहुन्छ भन्ने कुरा यहाँ आउँछ। कन्स्ट्रक्टिभिजम थ्योरी होइन, अनि त्यसपछि कनेक्टिभिजम थ्योरी। अब लर्निङ थ्योरीहरू मात्रै हुन्छ भन्ने पनि छैन, मोटिभेसनल थ्योरीहरू पनि हुन्छन् होइन। हो त्यो अनुसारको चाहिँ थ्योरीको आइबाट तपाईँले हेर्नु पर्यो। अर्को कन्सेप्चुअल फ्रेमवर्क भनेको चाहिँ ओभरअल द यो चाहिँ उसको चाहिँ के हो त भन्दाखेरि कन्सेप्ट म्याप हो, पिक्चर हो, सबै रिसर्चको पिक्चर यहाँ आउनु पर्यो। डिपेन्डेन्ट इन्डिपेन्डेन्ट भेरिएबलहरू के हुन् यी सबै कुरा आउनु पर्यो र यसलाई पिक्चरियल फर्ममा चाहिँ एक्सप्रेस गर्नुपर्छ। म अहिले देखाउँछु एउटा कन्सेप्चुअल फ्रेमवर्कको कुरा होइन। र इम्प्लिकेसन अफ द रिभ्यूभित्र तपाईँले ग्यापका कुराहरू अहिले रिभ्यू गरेकामा चाहिँ ग्यापका कुराहरू ल्याएर यहाँ जोड्नुपर्छ। पहिलाकाले के गरे, अब के स्टडी गर्न बाँकी रह्यो भन्ने हिसाबले रिसर्च ग्याप इम्प्लिकेसन अफ द रिभ्यूमा चाहिँ तपाईँले लेख्नुपर्छ। अब च्याप्टर 3 मा चाहिँ के आउने हो त रिसर्च मेथोडोलोजी आउने हो। रिसर्च डिजाइन कुन हो, क्वालिटेटिभ क्वान्टिटेटिभ मिक्स कुन हो होइन। अब डिस्क्रिप्टिभ हो कि सर्वे हो कि एक्सपेरिमेन्टल हो, केस स्टडी के हो, इथ्नोग्राफिक कोरिलेसन कुन हो होइन। अब तपाईँको आफ्नो रिसर्चमा उपयुक्त हुने किसिमको डिजाइन चाहिँ के गर्नु पर्यो त इन्क्लुड गर्नु पर्यो। अब फिलोसफिकल पाराडाइम त तपाईँहरूलाई त्यति उ गरेको छैन, नत्र यो पनि पोजिटिभिजम इन्टरप्रेटिभिजम यी मध्ये कुन हो भन्ने हुन्छ होइन। अर्को स्याम्पलिङ प्रोसिड्युरमा चाहिँ टार्गेट पपुलेसन के हो, स्टडी साइट के हो, पार्टिसिपेन्ट को हुन्, स्याम्पल साइज कति हो होइन। अनि त्यो स्याम्पल साइज चाहिँ स्याम्पलिङ टेक्निक चाहिँ के हो, ऱ्यान्डम हो कि के हो भनेर यी तलका मध्ये कुन कुन हुन् होइन। जस्तो यहाँनिर ऱ्यान्डम, स्ट्राटिफाई, पर्पसिभ, कन्भिनियन्स, स्नोबल, क्लस्टर यो मध्ये कुन हो। यो हरेक जुन स्याम्पल चाहिँ डिटर्मिनेसन टेक्निक तपाईँहरूले स्याम्पल कलेक्सन गर्ने टेक्निक चाहिँ स्याम्पलिङ टेक्निक चाहिँ युज गर्नुहुन्छ त्यसको रिजन पनि दिनुपर्छ किन त्यो गर्ने भनेर होइन। अब अर्को स्याम्पल साइज कति हुने, अनि स्टडी साइट कहाँ हुने, अध्ययनको क्षेत्र, पार्टिसिपेन्टहरू के हुने होइन। डेटा कलेक्सन मेथडमा चाहिँ के युज गर्ने, सर्वे, इन्टरभ्यू, एफजिडी, अब्जर्भेसन होइन, ओपन एयर, क्लोज इन्डेड क्वेसन एयर, ओपन एयरहरू के युज गर्ने हो ती कुरा चाहिँ हामीले यहाँ लेख्नु पर्यो होइन। अब डेटा कलेक्सन टुलमा पनि तिनै कुरा हुने, क्वेसन एयर, इन्टरभ्यू गाइड, अब्जर्भेसन चेकलिस्ट, एफजिडी गाइड होइन, टेस्ट आइटम यिनीहरू चाहिँ केमा लेख्ने त टुल्समा लेख्ने हो। र डेटा एनालाइसिसमा चाहिँ के हो त भन्दाखेरि प्रोसिड्युरमा गेटिङ पर्मिसन फ्रम अथोरिटी के गरेर प्रोसिड्युर गर्ने भन्ने कुरा चाहिँ भयो। अथोरिटीबाट चाहिँ के गर्ने त भन्दाखेरि पर्मिसन लिने होइन, एउटा कन्ट्र्याक्ट बनाएर के अरे पार्टिसिपेन्टहरूलाई कन्ट्याक्ट गर्ने, अनि इन्फर्म कन्सेन्टहरू चाहिँ युज गरेर उनीहरूलाई चाहिँ आफ्नो रिसर्चमा इन्भल्भ गराउने होइन। यो कुरा चाहिँ हामीले गर्छौँ भने डेटा एनालाइसिसमा क्वालिटेटिभ छ भने कोडिङ गर्ने, अनि त्यो कोडिङ गरेकोबाट थिम जेनेरेसन गर्ने, अनि थिम जेनेरेसन गरेर चाहिँ के गर्ने त भन्दाखेरि एनालाइसिस गर्नेतर्फ जान्छौँ भने क्वान्टिटेटिभ छ भने डेटालाई चाहिँ फ्रिक्वेन्सी, पर्सेन्टेज, मिन होइन, टी टेस्ट, एनोभा के लगाउन सकिन्छ। त्यस्ता किसिमका चाहिँ टेक्निकहरू लगाएर हामीले गर्न सकिन्छ। अब क्वालिटेटिभमा डेटा ट्रान्सक्राइब गर्नु पर्यो। पहिला तपाईँहरूले लिएको डेटालाई चाहिँ के गर्नु पर्छ त ट्रान्सक्राइब गर्नु पर्यो। अहिले त ट्रान्सक्राइब गर्न सजिलो छ। हेर्नुहोस् तपाईँले चाहिँ इन्टरभ्यू लिएको कुरालाई त्यो अडियो अथवा भिडियो तपाईँले त्यहाँनिर एआईलाई हालिदिएर लाउने यसलाई ट्रान्सक्राइब गर्दै नेपालीमा ट्रान्सक्राइब गर्दै भन्यो भने उति बेलै गरिदिन्छ
होइन। पहिला त्यो ट्रान्सक्राइब गर्ने काम यति झन्झटिलो थियो, हामी चाहिँ असाध्यै हैरान पर्थ्यौँ। भएभरको इन्टरभ्यू रेकर्ड गरेर त ल्यायो, तर ट्रान्सक्राइब गर्नै हैरान हुने। सबैको टाइप गर्नु पऱ्यो नि त त्यो इन्टरभ्यू। हेर्नुहोस् त 5 जनासँग इन्टरभ्यू लिएको छ, आधी घन्टा 1 घन्टाको इन्टरभ्यू लिएछ भने त्यो त्यति बेलासम्म बोलेका कुरालाई ट्रान्सक्राइब गर्न कति गाह्रो हुन्छ। अब अहिले एआईमा राखिदियो भने त्यसले सट्टै ट्रान्सक्राइब गरिदिन्छ। ट्रान्सक्राइब गर्ने, त्यसलाई हेरेर कोड जेनेरेसन गर्ने, कोडबाट थिम आउट फाइन्ड आउट गर्ने, अनि त्यो थिमको आधारमा चाहिँ के गर्ने त एनालाइसिस गर्ने। यो क्वालिटेटिभ एनालाइसिस हो। र इथिकल कन्सिडरेसनभित्र इन्फर्म कन्सेन्टको कुरा होइन। इन्फर्म कन्सेन्ट भनेको चाहिँ के हो त भन्दाखेरि, म तपाईँको रिसर्चमा चाहिँ सहभागी हुन इच्छुक छु, म सहमत छु भन्ने खालको सहमति पत्र एउटा बनाउनुपर्छ। अनि उनीहरूलाई चाहिँ जुनसुकै बेला छोड्न पाउने पनि अधिकार दिनुपर्छ, राइट टु विथड्र होइन। स्वैच्छिक चाहिँ सहभागिता हो, यसमा चाहिँ जबरजस्ती सहभागी बनाउने त्यस्तो गर्नु हुँदैन होइन। उनीहरूका सूचनाहरू कन्फिडेन्स राख्नुपर्छ। एनो एनोनिमिटी भनेको छ, उसका चाहिँ नामहरू चाहिँ गोप्य राखिदिने, उनीहरूलाई कुनै पनि किसिमको हार्म चाहिँ प्रोभाइड नगर्ने भन्ने कुरा चाहिँ यिनीहरू के आउँछन् त इथिकल कन्सिडरेसनभित्र आउँछन् है। यो तरिकाले तपाईँहरू लेख्नु पऱ्यो। यहाँ दुईवटा मोडलहरू, अर्को मोडल वाट टु राइट होइन, अनि वाट टु राइट भनेर यहाँ एउटा इक्जाम्पल सहित यसरी चाहिँ अर्को पनि बनाएको छ, ऱ्यासनलमा के लेख्ने होइन। अझ डिटेल अर्को एउटा एक्सप्लेनेसन पनि यहाँ चाहिँ बनाएको छ। त्यो भएको हुनाले तपाईँहरूले पहिला चाहिँ प्रपोजलभित्र लेख्ने कन्टेन्टहरू के हुन् भनेर चाहिँ गर्न पर्यो है। अनि अब तपाईँहरूलाई त्यो तरिका सिकायो भने जम्मै एआई लिएर आउनुहुन्छ, तपाईँहरूलाई कति पनि गाइडेन्स चाहिँ आएन भने अर्को तरिका चाहिँ म के पनि दिन्छु भने गाइड लिन मात्रै है। फेरि पुरै त्यहीँको सारेर ल्याएर चाहिँ हुँदैन। एआई डिटेक्सन हुन्छ, प्लेगारिजम डिटेक्सन हुन्छ होइन। त्यसलाई टोटली तपाईँले आफ्नै ल्याङ्ग्वेजमा लेख्न चाहिँ जुनै हालतमा पनि पर्छ होइन। तपाईँलाई गाइडेन्स के लेख्ने होला, कसो गर्ने होला भन्ने किसिमको थोरै गाइडेन्स लिनलाई चाहिँ तपाईँले एआईको सपोर्ट लिएर अनि त्यसको आधारमा तपाईँले लेख्न पनि सक्नुहुन्छ कि। तर एआईबाट ल्याउने, त्यसलाई कपी गर्ने, पेस्ट गर्ने गर्नुभयो भने त्यो चाहिँ मिल्दैन कुरा है। जस्तो यहाँनिर चाहिँ मैले एउटा फाइल बनाइदिएँ यसलाई होइन, प्रपोजल फर्मेट फाइल भनेर बनाइदिन्छु यहाँ। ल मैले यो नाम दिएँ होइन। अब तपाईँहरू जुनसुकै एआईमा गए पनि हुन्छ। अब जेमिनी चाहिँ फ्री छ, अरू क्लाउड स्लाउड यिनीहरूले चाहिँ अलि चलाउन त्यति दिन त दिन्छन्। अब निकै न्याङ न्याङ गर्छन्, टाइम सकियो भन्छन्, के भन्छन् होइन। तर जेमिनीमा जाँदा पनि हुन्छ होइन। जस्तो एकजनाको टपिक भन्नु त मलाई अब Students' attitude towards learning physics. सन्धि अट्याच and the topics of के भन्नुभयो अरे Students' attitude towards attitude towards physics learning at secondary secondary level होइन। अझ तपाईँले अब चाहिँ कुन मेथड गर्ने हो, के गर्ने हो जस्तोदेखि लिएर सब कुरालाई चाहिँ तपाईँले यहाँ भनिदिनु भयो भने यसले असाध्यै राम्रो पनि बनाइदिन्छ है। तर जतिसुकै राम्रो बनाए पनि यसले बनाउने चाहिँ के हो त एआईबाट हो होइन। भोलि एआईलाई टेस्ट गर्दाखेरि त तपाईँको पास हुँदैन होइन। त्यो भएको हुनाले प्रोबेसन एडेड फ्रेमवर्क अन्त होइन। अब कति भनौँला 15,000 votes with citation and
अब यसले गर्दाको साइटेसन र रेफरेन्सिङ चाहिँ सिधै यसरी गरेका चाहिँ राम्रो गर्दैन है, आफैले चाहिँ खोजेर गर्नुपर्छ। त्यही कुराहरू लेख्न पर्ने त रिसर्च पर्पज स्टुडेन्ट एटिच्युड टुवर्ड्स द फिजिक्स लर्निङ भन्यो, यहाँ चाहिँ सर दिइसके होइन। अब यहाँ केही दिएको छ, अब यो हुबहु सार्नु भयो भने त यो कुराकानी मिल्दैन होइन। अब चाहिँ यहाँ मिटिगेटिङ अब यसमा चाहिँ त ऊ पनि लेख्यो गइहाल्यो होइन, के भन्छ अब प्रोभाइडिङ डाउनलोडेबल कोड फाइल, यसो भन्ने पनि भयो भने किन उहाँलाई पेस्ट गरेर दुखाउनु पऱ्यो। त्यसो भनेको त यहाँ त कपी गरेर लगाएर पेस्ट गर भन्छ। ठिकै छ, पहिल्यै प्रोम दिएको भए हुन्थ्यो होइन। ल यसलाई मैले कपी गरेँ है। अब एउटा केही पनि सुरु नै गर्न आएन भने यसरी गाइडेन्स लिन चाहिँ सकियो भनेको है मैले। फेरि हुबहु सबै यस्तै सारेर ल्याएर चाहिँ चल्दैन होइन। अब यो साह्रो भने त भोलि तपाईँको टेस्ट गर्ने बित्तिकै यो 70-80% एआई देखाउँछ होइन। ल हेर्नुहोस्, अब यहाँ चाहिँ तपाईँले के लेख्नु पर्यो त भन्दाखेरि स्टुडेन्ट एचिभमेन्ट टुवर्ड्स द फिजिक्स लर्निङ भनेको छ नि त। फिजिक्स इज द फन्डामेन्टल टु अन्डरस्ट्यान्डिङ द नेचुरल वर्ल्ड एन्ड द सर्भ द ब्याकबोन फर द टेक्नोलोजिकल इनोभेसन इन्जिनियरिङ, यस्तो कुरा भन्यो। डिस्पाइट द क्रिटिकल रोल इन नेसनल डेभलपमेन्ट अफ द साइन्टिफिक लिटरेसी सेकेन्डरी भनेर यसरी लेख्यो नि त। अब यस्तै यस्तै कुरा लेख्नु पर्दो रहेछ, साइटेसन दिनुपर्छ भन्ने जान्नु पर्यो। यसले त साइटेसन डिजाइन गरेका छैन होइन। अब तपाईँले फेरि यही कुरा खुरुखुरु यही कपी गरेर पेस्ट गरेर सार्नुभयो भने चाहिँ यसले कुरोकानी मिलाउँदैन। भोलि एआई आउँछ, त्यसको कामै छैन होइन। तपाईँले यसलाई साइडमा राखेर अनि यसलाई एउटा गाइडेन्सको रूपमा चाहिँ लेख्नुभयो भने होइन। द कोर प्रब्लम एड्रेसिङ द स्टडी इज द pervasive negative attitude and decline engagement among the student level student who are the learning physics भने। अब यसले त नेगेटिभ एटिच्युडै हुन्छ भनिसके पछाडि त साइटेसन त प्रोभाइड गर्नु पर्यो। विच आउटकम रिजल्ट इन द अन्डर एचिभमेन्ट साइन्स एन्जाइटी, यस्ता कुराहरूमा चाहिँ सपोर्ट गर्छ भन्यो। अब यसले को एफेक्टेड हुन्छ भनेर सबै क्वेसनको एन्सर दिन्छ नि त होइन। यसैलाई तपाईँले आफ्नो भाषामा ल्याउने, साइटेसनहरू खोज्ने अनि लेख्ने गर्नुभयो भने पनि यसले अलिकति आइडिया चाहिँ यसले अझै दिन्छ होइन। जस्तो तपाईँको टु एसेस द स्टुडेन्ट लेभल अफ इन्जोयमेन्ट एन्जाइटी एन्ड पर्सिभ्ड के अरे युजफुलनेस अफ रिडिङ फिजिक्स लर्निङ भन्ने एउटा अब्जेक्टिभ। ठिक छ, यो अब्जेक्टिभ है। टु एनालाइज द डिफरेन्स इन फिजिक्स एटिच्युड बेस्ड अन द डेमोग्राफिक भेरिएबल सच एज द जेन्डर एन्ड ग्रेड लेभल भनेको छ। जेन्डर अनुसार एटिच्युड फरक छ कि छैन भनेर हेर्ने अर्को वाला भयो होइन। टु इन्भेस्टिगेट द रिलेसनसिप बिट्विन द क्लासरुम इन्स्ट्रक्सन प्र्याक्टिसेस एन्ड स्टुडेन्ट एटिच्युड टुवर्ड्स द फिजिक्स भनेर भनेको छ। यी तिनवटा अब्जेक्टिभ राखेर गर भनेको छ। यहाँ अब अरू पनि अब्जेक्टिभ दिएर छ, तपाईँले यी सबै अब्जेक्टिभ राखेर त गर्न सक्नुहुन्न। 2-3टा अब्जेक्टिभ राखेर चाहिँ गर्नुहोस् होइन। अब यिनीहरूलाई आधार मानेर यहाँ रिसर्च क्वेसनहरू बनाइदिएको छ। यो एउटा गाइडेन्स हुन्छ होइन। अब तपाईँले कसरी गर्ने के गर्ने भन्ने कुरा त चाहिँ पछि आउँछ नि त। तपाईँको चाहिँ आफ्नो जिम्मेवारी हुन पर्यो। त्यहाँ प्रोम दिने बेलामा पनि तपाईँले डिटेल किसिमको चाहिँ प्रोम दिन पर्यो। मैले यो रिसर्च डिजाइन युज गर्छु, यस्तो गर्छु भनेर होइन तपाईँले दिनु पर्यो त्यहाँनिर होइन। जस्तै यहाँ विक फिल्ड एक्सपेक्टेन्सी भ्यालु थ्योरी भन्ने एउटा रहेछ, अर्को चाहिँ बान्डुराको सेल्फ इफिकेसी थ्योरी भनेर रहेछ। अब कमसेकम यो थ्योरी फिट गर्दा फेरि उपयुक्त हुँदो रहेछ भन्ने आइडिया त यसले दियो नि त। सेल्फ इफिकेसी थ्योरी यो टपिकको लागि एकदमै इम्पोर्टेन्ट हो है। सेल्फ इफिकेसी थ्योरी भनेको चाहिँ के हो त भन्दाखेरि तपाईँले आफूलाई जुन स्थानमा राख्नुहुन्छ नि हो त्यही अनुसारको चाहिँ एचिभमेन्ट हुन्छ। जस्तो एटिच्युड छ त्यही अनुसारको बिहेभियर हुन्छ अनि त्यही अनुसारको सक्सेस हुन्छ। त्यो मात्रै नभएर पर्सनल मात्रै नभएर टिचरको पर्सेप्सनले पनि स्टुडेन्टको एचिभमेन्टमा फरक पार्छ। यो विद्यार्थी जान्ने हो भन्ने टिचरले पर्सिभ गर्यो भने त्यो विद्यार्थी जान्ने नै बन्छ अरे कि। त्योसँग सम्बन्धित रिसर्च पनि भएका छन्। ल हेर्नुहोस् होइन। अब तपाईँले यो दुईवटा मात्रै दुइटै थ्योरी राख्नुपर्छ भन्ने छैन। बान्डुराको सेल्फ एफिकेसी थ्योरी राख्छु भन्नुहोस्, त्यसलाई रिभ्यू गर्नुहोस् होइन। अनि कन्सेप्चुअल फ्रेमवर्क चाहिँ यहाँ भेरिएबलहरू बनाएको छ हेर्नुहोस्। इन्डिपेन्डेन्ट भेरिएबल,
डिपेन्ड अनि कन्टेक्स्चुअल भेरिएबलहरू के हुन सक्छन् अनि डिपेन्डेन्ट भेरिएबल स्टुडेन्ट एटिच्युड हुनसक्छ के कुराले असर पारे टिचरको इन्स्ट्रक्सनल प्र्याक्टिससँग क्लासरुम इन्भाइरोमेन्टसँग फ्यामिली पियर सपोर्टसँग यी कुराहरू छन् नि। अब यसलाई लिएर चाहिँ बनाउन सकियो है। यसरी तपाईँलाई चाहिँ के दिन्छ त भन्दा थोरै चाहिँ गाइडलाइन्स दिन्छ। अब यो गाइडलाइन्स दिन्छ फेरि अब तपाईँहरूले यही कुरालाई चाहिँ मेरो प्रपोजल त वान सर्टमै तयार भयो नि अब कसले भेट्छ मलाई भन्नतिर थालेर यही सर्टमा चाहिँ तपाईँ प्रपोजल डिजाइन गर्न थाल्नुभयो भने चाहिँ तपाईँ अब फसिनुहुन्छ। किन फसिनुहुन्छ भन्दाखेरि यहाँ म गरेरै देखाइदिन्छु हेर्नुहोस्। है जस्तो तपाईँलाई मैले किन फसिनुहुन्छ भने अब यहाँ त अहिले त एआई डिटेक्सन र प्लेगारिजम डिटेक्सन सफ्टवेयरहरू छन् होइन। ल हेर्नुहोस् अब म यहाँ ग्रामरलीमा गएँ अनि यहाँनिर गएर अहिलेको रिसर्च प्रपोजल एट्याच भएको रहेछ। यहाँ गएर चाहिँ अब मैले के गरेँ त भन्दाखेरि नि होइन ल मैले त्यसलाई सेलेक्ट गरेँ। अब के भने भन्दाखेरि वाट्सएप यो त एआईको कुरा भयो। यो सुपरमिगो आएर हैरान खेलायो यसलाई मैले यताबाट कनेक्सन गर्छु। ग्रामरलीको मैले प्रिमियम भर्सन किनेको भएर मैले यहाँबाट चेक गर्छु कलेजमा तपाईँहरूको चाहिँ टर्निटन छ क्या है। अब हेर्नुहोस् अब मैले त्यो आर्टिकल तपाईँको आर्टिकल अहिलेको आर्टिकललाई मैले एआईमा के अरे डकुमेन्टमा अपलोड गरिदिन्छु होइन। अनि अपलोड गरिसके पछाडि के लेख्ने सुरुवातै गर्न आएन आइडिया आएन भने आइडिया लिनको लागि चाहिँ हुन्छ है। पुरै यसैमा डिपेन्डेन्ट गर्नुभयो भने हुँदैन। अब ल हेर्नुहोस् एआई डिटेक्टर भनेर लगाइदिने अब एआई अब यसले एआई डिटेक्सन गर्छ। ल हेर्नुहोस् 85% एआई आयो एआईबाट निकाले हो नि त। अनि कहाँ चाहिँ छ हेर्नुहोस् मोडेड एआई प्याटर्न यहाँ चाहिँ मोडेड एआई प्याटर्न देखियो। यहाँनिर स्ट्रङ प्याटर्नहरू देखियो। तपाईँको कहाँनिर के चाहिँ एआईहरू हुन् कस्तो एआई हुन् कुन प्याराग्राफमा कति एआई हो कुन सेन्टेन्समा कति एआई हो होइन सबै यहाँ देखिन्छ। तपाईँलाई यो त गाइडेन्स आयो होइन। तपाईँले यसैमा बेस भएर अब लेख्न सुरु नै नआएको मान्छेलाई कुन कुराहरू लेख्ने हो कस्ता कुराहरू लेख्ने हो भन्ने चाहिँ यहाँबाट तपाईँले आइडिया लिन सक्नुभयो। अब तपाईँ यो 85% एआईको बुझाएर त काम भएन हेर्नु होइन। कम्ती पनि एआई चाहिँ 20% बिलो हुनुपर्छ। तपाईँको प्लेगारिजम पनि 20% बिलो हो होइन। यो तरिकाले तपाईँले गाइडेन्स लिन सक्नुभयो। जस्ट गाइडेन्स है योबाट गाइडेन्स लिन सक्नुहुन्छ। गाइडेन्स चाहिँ राम्रो दिन्छ यसले तपाईँलाई यति जस्तो अहिले हामीले कुराकानी गऱ्यौँ नि त त्यहीँनिर होइन। अहिले हामीले जस्तो यहाँनिर ल हेर्नुहोस् अब इथिकल कन्सिडरेसनमा के लेख्ने भन्ने थियो नि त। रिटर्न कन्सेन्ट विल बी सेक्योर फर द लिगल गार्डेन्स एलोङ साइड एसेस्ट फ्रम द माइनर स्टुडेन्ट भनेर छ। भोलिन्टरी पार्टिसिपेसन चाहिँ दिने होइन। एब्सोल्युट राइट टु विथड्र अब यसलाई प्याराग्राफमा मिलाएर लेखिदिने हो नि त। The student pose no physical or psychological risks beyond the standard educational activities होइन। कुनै रिस्क छैन भन्ने कुरा पनि इन्स्योर गर्नु पर्यो। यो भनेको चाहिँ के हो त इथिकल कन्सिडरेसनको कुरा हो होइन। क्वालिटेटिभ एनालाइसिस कसरी गर्छु क्वान्टिटेटिभ एनालाइसिस कसरी गर्छु भन्ने चाहिँ छ। अब यो ढङ्गले तपाईँले चाहिँ सपोर्ट लिएर त्यो अनुसारको चाहिँ लेख्न सक्नुहुन्छ। जस्तो यहाँ 5 पोइन्ट लिकट स्केलका कुरा गरेको छ होइन। यसलाई साइडमा राख्ने यसलाई यता यसरी राख्ने अनि अर्को चाहिँ ब्ल्याङ्क डकुमेन्ट खोल्ने अर्को ब्ल्याङ्क डकुमेन्ट यहाँ खोज्ने अनि यो साइडमा राखेर यसले के लेखिन्छ आफूले के लेख्ने आफ्नो भाषामा लेख्दै पनि जाने होइन। अनि अरू चाहिँ डकुमेन्टहरू खोजेर साइटेसन पनि प्रोभाइड गर्दै जाने। यो तरिका अपनाउनु भयो भने अब तपाईँहरूले छिटो सक्नुहुन्छ है। कपी पेस्ट त फिटिकै गर्ने होइन। यसैलाई कपी पेस्ट गर्नु पनि होइन टाइप गरेपछि हुन्छ भन्ने सोध्नु होला। फेरि टाइप गरेर पनि हुँदैन त्यसैलाई
अब यसो भएका कुराहरूलाई यस्तो कुरो लेख्नु पर्दो रहेछ है भनेर हामी बुझ्ने अनि बुझिसके पछाडि त्यही कुरालाई आफूले लेख्दै साइटेसन गर्दै अगाडि बढ्नु पर्यो है। त यहाँसम्मको कुराकानीकोमा चाहिँ के भयो तपाईँहरूलाई कस्तो केही आइडिया आयो कि आएन छलफल गरौँ अनि त्यहाँभन्दा माथि अगाडि जाउँला। यो साइटेसन चाहिँ छ नि सर के अरे प्रत्येक सेन्टेन्समा गर्न सकिन्छ कि एउटा प्याराग्राफको एउटा साइटेसन गर्न सकिन्छ? अब आफ्नो क्लेम अनुसारको हुन्छ है। जस्तो तपाईँले कति हाउ स्ट्रङ इज योर क्लेम, त्यो क्लेम कस्तो छ भन्ने कुरा हुन्छ। जस्तो यो फर्स्ट प्याराग्राफमा फिजिक्स इज फन्डामेन्टल टु अन्डरस्ट्यान्ड द नेचर अफ वर्ल्ड एन्ड सर्वे द ब्याकबोन अफ द टेक्नोलोजिकल यो भनेको छ नि त होइन। अब यो एउटा प्रसङ्ग भयो, यति एउटा प्रसङ्ग हो है। यहाँबाट डिस्पाइट इट्स क्रिटिकल रोल इन द नेसनल डेभलपमेन्ट एन्ड साइन्टिफिक लिटरेसी सेकेन्डरी स्कुल स्टडी वर्ल्ड वाइड फ्रिक्वेन्सी पर्स्यु द फिजिक्स एट द अब्स्ट्र्याक्ट हाइली म्याथमेटिकल भन्यो। अब यो अर्को स्ट्रङ क्लेम हो नि त। हेर्नु नि यो डिफिकल्ट छ भनेर अरूले भनेका छन्, यहाँ यो लाइनको पछाडि साइटेसन चाहियो होइन। दिस वाइड स्प्रेड पर्सेप्सन अफ्टर ट्रिगर द एन्जाइटी लो सेल्फ इफिकेसी एन्ड डिक्लाइन द इन्ट्रेन्सिक मोटिभेसन एलोङ द लर्नर्स भनेको छ। अर्को स्ट्रङ क्लेम यो भयो। अब तपाईँले यो कुरालाई चाहिँ पनि फेरि के गर्नु पर्यो त साइटेसन गर्नु पर्यो। यो प्याराग्राफमा 3टा साइटेसन हुने भयो होइन। एउटा चाहिँ फिजिक्सको चाहिँ फन्डामेन्टल रोल ए फरक क्लेम फरक सब्जेक्ट म्याटर त्यहाँ आउने बित्तिकै हो। अब त्यो क्लेम अनुसारको त्यहाँ स्ट्रङ क्लेम दिएको छ नि त। जस्तो फिजिक्सले चाहिँ हेल्प गर्छ भन्ने त्यति स्ट्रङ नभए पनि तल आएर हेर्नुहोस् त त्यो फिजिक्सलाई त स्टुडेन्टहरूले वर्ल्ड वाइड रूपमा स्टुडेन्टहरूले चाहिँ एकदम गाह्रो विषय हो अनि म्याथमेटिक्स भएको हुनाले यसलाई चाहिँ डिफिकल्ट सब्जेक्टको रूपमा बुझ्छन् भन्ने कुरा त स्ट्रङ क्लेम हो नि त। अनि फेरि जब डिफिकल्ट सब्जेक्टको रूपमा बुझ्छन् त्यसले त एन्जाइटी क्रिएट गर्छ, लो सेल्फ इफिकेसी क्रिएट गर्छ अनि एचिभमेन्ट कम हुन्छ भन्ने नि अर्को स्ट्रङ क्लेम हो होइन। अब तपाईँले यहाँ लेख्ने बेलामा पनि ब्याकग्राउन्डमा लेख्ने कुरै यही हो कि। अब यसै कुरालाई इन्लार्ज गरेर अर्को 4-5 लाइन लेख्नु, यो सेकेन्डको कुरालाई इन्लार्ज गरेर 4-5 लाइन लेख्नु, थर्डको कुरालाई इन्लार्ज गरेर 4-5 पोइन्ट लेख्नु गर्दाखेरि त आफै लेख्दै साइटेसन प्रोभाइड गर्दै गर्दा त तयार भयो त नि होइन। फिजिक्स एजुकेसन रिलाइड हेभिली अन ट्रेडिसनल लेक्चर बेस्ड ट्रान्समिसन मोडलमा चाहिँ हिस्टोरिकल तरिकाबाट युज हुँदै आएको थियो होइन। अब पछि चाहिँ प्राय रोड मेमोराइजेसनमा चाहिँ ऊ गरेको थियो। एल्गोरिदम प्रब्लम सल्भिङ ओभर कन्सेप्चुअल अन्डरस्ट्यान्डिङको रियल एप्लिकेसनसँग सम्बन्धित थियो। अनि सोसियल र इकोनोमिकली चाहिँ के थियो त पेडागोजिकल एप्रोच कन्ट्रिब्युट टु डिक्लाइन द इनरोलमेन्ट रेट इन द एडभान्स साइन्स कोर्स चाहिँ एन्ड स्टिम फिल्डको कुरा पनि यसले ल्यायो है। अब यसलाई एउटा चाहिँ के गर्नु पर्यो तपाईँहरूले साइटेसन यो प्याराग्राफ एउटा लेखेर साइटेसन दिनु पर्यो। यहाँ स्टिमको कुरा अब यहाँ जोड्न सुरु गर्यो टिचिङमा होइन। स्टिमको कुरालाई चाहिँ इन्लार्ज गरेर साइड गर्नु पर्यो। यो ढङ्गबाट चाहिँ तपाईँहरूलाई अगाडि बढ्नु पर्यो। अनि सर यो रिसर्च प्रपोजलमा जस्तो ब्याकग्राउन्ड अफ स्टडी लेखेपछि त्यसैको मुनि रिफरेन्सेस चाहिन्छ कि त्यो रिफरेन्स चाहिँ पछि लास्टमा सबैको गइसकेपछि साइटेसन चाहिँ त्यहाँ दिनु पर्यो होइन। अनि रिफरेन्स चाहिँ सबैको लास्टमै हो। रिफरेन्स अन्तिममा लेख्ने हो। अनि सर मैले त्यो के अरे स्टिम एजुकेसनको टपिक चुज गरेको थिएँ पहिला होइन। हजुर अलिकति डेटा कलेक्सन यताउति त्यो पोस्ट प्री र पोस्टवाला गर्नुपर्ने भन्ने आयो नि त। त्यो इफेक्टिभनेस भनेर चाहिँ क्लासमा नै युज गर्नुपर्ने भन्ने कुरा आयो। त्यो अलिकति लङ जान्छ जस्तो लागेर मैले अर्को फेरि चेन्ज गरेको छु। हुन्छ कि होइन। अब त मैले तपाईँहरूलाई एआईतिर चाहिँ लाग्नुहोस् भनेर भन्न सुरु गरेँ नि। ट्याक्कै कपी गरेर ट्याक्कै पेस्ट गर्ने होइन, आइडिया लिन यहाँबाट चाहिँ लिन सक्यो कि। जस्तो तपाईँले चाहिँ के भन्नुभयो अरे टपिक कुन एरिया रोज्नु भएको अरे? टपिक मैले अहिले साइन्स टिचर्स कम्पिटेन्सी प्र्याक्टिसेस एन्ड च्यालेन्जेस अफ युजिङ एआई भनेर राखेँ कि अहिले। अब
एआईतिर चाहिँ जानुभयो होइन साइन्स टिचर साइन्स टिचर्स कम्पिटेन्सी practices and challenges. AI for learning साइन्स च्यालेन्जेस आफै आउँछ है यो टपिक भयो नि त च्यालेन्जेस राख्नु परेन सर ल अनि यो रिसर्च चाहिँ छ नि स्पेसिफिक स्टडी इज यो है सब्जेक्ट एनी 3 objectives for research and हैन objective चाहिँ गर अनि त्यसपछि tools and procedure of research in details भन्नु अब यसले के आइडिया दिन्छ यसको आइडिया युज गर्नुपर्छ भन्ने त छैन हैन ल हेर्नुहोस् अब यहाँ चाहिँ 3टा जति अब्जेक्टिभ राख भनेको थिएँ टु एसेस द साइन्स टिचर करेन्ट लेभल अफ कम्पिटेन्स हैन नलेज एन्ड डिजिटल लिटरेसी इन युटिलाइजिङ आर्टिफिसियल इन्टेलिजेन्स टुल्स फर साइन्स इन्स्ट्रक्सन टु एक्जामिन द एक्सटेन्ट एन्ड फ्रिक्वेन्सी टु विच साइन्स टिचर इन्टिग्रेट एआई ड्रिभन एप्लिकेसन एन्ड प्लेटफर्म हैन कुन लेभलसँग युज गर्न सक्छन् च्यालेन्जेस त यही त्यतिकै टपिकमा चाहिँ लगभग सबैकोमा आउँछ के अब के गर्ने सर्वे क्वेसनयरहरू बनाउने भन्यो कि 5 पोइन्ट लिकट स्केल सर्वे क्वेसनयरहरू बनाउनुहोस् अनि केही सेमी स्ट्रक्चर इन्टरभ्यू क्लासरुम अब्जर्भेसन पनि गर्न सकियो भन्यो तपाईँले सबै गर्नुपर्छ भन्ने त छैन सर्वे क्वेसनयरहरूबाट मात्रै गरेर पनि त सकिन्छ नि त हैन तपाईँले 3टै टुल युज गर्नुपर्छ भन्ने त छैन अनि प्रोसिड्युर भनेको फेज 1 फेज 2 फेज 3 भनेर चाहिँ भन्यो अब त्यो मात्रै लिनुहुन्छ भने तपाईँले चाहिँ अब मेथोडोलोजी सेक्सनलाई चाहिँ थोरै सटिकमा डिजाइन गर्दैन भन्नुहोस् त्यहाँबाट लिनुहोस् हैन जस्तो चाहिँ म यो टुल युज गर्छु मेथोडोलोजी सेक्सन कस्तो बनाउने सपोर्ट गर भनेर भन्नु हैन अनि यही अनुसारको चाहिँ के गर्नुहोस् त भन्दाखेरि ल जेनेरेट द यो भनौँ हैन फर दिस प्रपोजल भन्नुहोस् अझ यहाँ मैले कतिवटा बनाउने 30वटा बनाउने कि के बनाउने केही भनेन हैन अब यसले चाहिँ नर्मल क्वेसनहरू बनायो हैन त रेटिङ गर्ने क्वेसनहरू बनाइदियो आई हेभ क्लियर अन्डरस्ट्यान्डिङ अफ आर्टिफिसियल इन्टेलिजेन्स टुल्स आर हैन यहाँ क्वेसन फ्रिक्वेन्सी अफ एआई टुल्स युजको एउटा टिचर पर्सिभ एआई कम्पिटेन्सी अर्को फ्रिक्वेन्सी अफ एआई टुल्स भनेर 2टा थिम 3टा ठाउँमा पर्सिभ पेडागोजिकल बेनिफिट अफ एआईले पेडागोजीमा कसरी सपोर्ट गर्छ भनेर 3टा थिम बनाएर चाहिँ यसले क्वेसनहरू दियो 18वटा हैन तपाईँले यसरी गाइडेन्स लिन चाहिँ सक्नुहुन्छ अब खुरु यही कपी पेस्ट गर्नतिर चाहिँ लाग्नुभयो भने चाहिँ एआई डिटेक्सनले चाहिँ तपाईँलाई फेरि पार लाउनु दिँदैन हेर्नुहोस् हैन सुरुबाटै तपाईँले चाहिँ सपोर्ट चाहिँ लिने लर्निङको लागि सपोर्ट लिने अनि लर्निङ भइसके पछाडि त्यसकै आधारमा तपाईँले त्यसलाई एडिटिङ गर्ने केही चेन्ज गर्ने हैन आफ्नो मौलिकता गर्ने अनि आफ्नो रिसर्चसँग तपाईँले गर्न खोजेको के हो आफ्नो कन्सेप्टसँग इन्टिग्रेट गर्दै गरेर प्याराफ्रेजिङ गर्दै लेख्दै जानुभयो भने साइटेसन र रेफरेन्सिङ मिलाउनु भयो भने त त्यो आफै चाहिँ प्रिपेयर हुन्छ अनि त्यो त्यस्तो चाहिँ एआई पनि आउँदैन न प्लेगारिजम आउँछ न एआई आउँछ हैन यो ढङ्गबाट तपाईँहरू अगाडि बढ्नु पर्यो के छ अब केही सकिएला एआई त म चेक गरिहाल्छु है तपाईँ लेखेर ल्याएछन् एआई त म चेक गरिहाल्छु मसँग सफ्टवेयर नै छँदैछ त्यो भएर तपाईँले आफ्नो आइडियाबाट सुरु गर्नु पर्यो के अरे डाटा कलेक्सन टुलमा यदि इन्टरभ्यू राखियो भने सेमी स्ट्रक्चर्ड इन्टरभ्यू राख्यो भने त्यसलाई अनलाइन फर्ममा इन्टरभ्यू लिएर चाहिँ गर्न सकिन्छ कि सकिँदैन होला सर अनलाइन फर्ममा इन्टरभ्यू भनेको त अनलाइन फर्ममा कसरी इन्टरभ्यू हुन्छ र फेस टु फेस इन्टरभ्यू गर्नु पर्यो
हुन्छ टेलिफोन इन्टरभ्यू गर्न पनि मिल्छ होइन भिडियो कन्फरेन्सिङ इन्टरभ्यू गर्न पनि मिल्छ होइन तर तपाईँले चाहिँ इन्टरभ्यू भन्ने बित्तिकै त्यसै क्लोज इन्डेड क्वेसनियरहरू ओपन इन्डेड क्वेसनियर पठाएर अनि लेख अनि त्यही इन्टरभ्यू मान्छु भन्न पाइएन त्यो त मिलेन जस अनलाइन प्लेटफर्मबाट इन्टरेक्सन टु वे कम्युनिकेसन इन्टरेक्सन चाहिँ गर्न पाइयो मिल्यो होइन सर हजुर त्यो चाहिँ मिल्यो तर अब त्यसको पनि जस्टिफिकेसन दिन पर्यो किन त्यसो गर्ने होइन तपाईँ त्यो अनलाइनमा कुरा गर्दा त ऱ्यापोर्ट बिल्डिङका कुरा नहोला घनिष्ठता हुँदैन नि त तपाईँले इन्टरभ्यू लिने सकिसके पछाडि त घनिष्ठतमको कुरा आउँछ अनि तपाईँले भन्न खोजेको कुरा फेरि टेलिफोन इन्टरभ्यूबाट डिस्टेन्स इन्टरभ्यू गर्दाखेरि उसले बुझ्छ कि बुझ्दैन होइन उसको चाहिँ फेसियल एक्सप्रेसन समेत हेरिन्छ नि त इन्टरभ्यूमा त उसको फेसियल एक्सप्रेसन समेत हेरेर त्यो अनुसारका गाइडिङ क्वेसनहरू चाहिँ सोधेर हामी चाहिँ ग्रास रुटसम्म पुग्छौँ होइन त्यो भएको हुनाले सामान्यतया इनडेप्थ इन्टरभ्यू भनेको टेलिफोन इन्टरभ्यू त्यति उपयुक्त चाहिँ हुँदैन तर लिनै नमिल्ने हुँदैन भन्ने कुरा चाहिँ रहँदैन अनि सर यो मैले के अरे मेरो यो रिसर्च कम्पिटेन्सी बेस्ड भएको कारणले गर्दाखेरि अब वर्ल्ड नेपालभरमै चाहिँ होल नेपालभरमा चाहिँ हेर्न मिलेन त्यही भएर मकवानपुर डिस्ट्रिक्ट भनेर स्पेसिफिक डिस्ट्रिक्टलाई हेर्न मिल्छ कि मिल्दैन सर किन मिल्दैन अहिले डिलिमिटेसन गर्ने ठाउँलाई पनि डिलिमिटेसन गर्ने अब पढाउने कुन लेभलका टिचर सबै लेभलको टिचर पनि चाहिँ नहोला होइन कुन लेभलको टिचरलाई गर्ने 11-12 गर्ने कि 9-10 गर्ने कि बेसिक लेभलसम्म गर्ने त्यो डिलिमिटेसनमा लेख्ने डिलिमिट गर्ने अनि काम गर्ने हो नि हुन्छ सर ओके अरू सर अनि अब डाटा कलेक्सन 250 जनाको गर्नु पर्यो होइन इन्टरभ्यू सबैको लिन मिलेन भने 5-6 जनाको लियो अरूको चाहिँ अब डिलिमिटेसनमा अब समयको अभावको कारणले हामीले सबैको डाटा कलेक्सन गर्न सकिएन स्याम्पलको रूपमा 10-12 जनाको गरियो भन्न पाइन्छ पाइन्न अब तपाईँले सोधेको प्रश्न जस्तो 250 भन्नुभएको छ नि त्यो 250 पनि जस्टिफाई हुनुपर्छ कि मैले अस्ति नै कुरा गरेको थिएँ नि त स्याम्पल डिटर्मिनेसन फर्मुला भन्ने कुरा गरेको थिएँ होइन त्यो स्याम्पल डिटर्मिनेसन फर्मुला लगाउँदाखेरि तपाईँको 250 स्याम्पल साइज 250 आयो भने 250कै डेटा कलेक्सन गर्ने हो त्योभन्दा बढी आयो भने त्यो अनुसार पनि गर्ने हो होइन अब क्वालिटेटिभ रिसर्चमा चाहिँ स्याम्पल साइज कति भन्ने कुरा के हुन्छ त भन्दाखेरि डेटा स्याचुरेसन भए पछाडि त्यति नै हो स्याम्पल साइज अब डेटा स्याचुरेसन भनेको के हो कति बेला डेटा स्याचुरेसन हुन्छ भन्ने कुरा चाहिँ हामीले गर्छौँ भने जब हामी इन्टरभ्यू लिँदै जान्छौँ इन्डेक्स इन्टरभ्यू लिँदै जान्छौँ अब नयाँ कुरा आउनै छोडे जति इन्टरभ्यू लिए पनि उही पुरानै कुरा दोहोरिन सुरु भयो भने त्यो चाहिँ अब के हो त भन्दाखेरि डेटा स्याचुरेसनमा पुग्यो भन्ने हो अब तपाईँले 6 जनाको इन्टरभ्यू लिँदाखेरि डेटा स्याचुरेसन भयो भने 6 जनामै अन्त्य गर्न सक्नुहुन्छ 12 जना लिँदा 12 सेचुरेट भयो भने 12 जना भन्न सक्नुहुन्छ होइन अब खास त्यसको नियम के हो अब तपाईँहरूले मास्टर्सको थेसिस गर्दाखेरि यत्रो धेरै गरिदिनु 6वटा दिन्छु भन्ने हिसाबले तिनीहरूलाई इन्डेप्थ इन्टरभ्यू गरेर काम चलाउन मिल्छ ओके सर अरू के छ ल भन्नु सर त्यहाँ टपिक दिया चाहिँ एकचोटि हेर्नुहोस् त केमा पठाउनु भयो भन्नु त त्यही ग्रुपमै व्हाट्सएप ग्रुपमा हजुर खोइ त यहाँ त एमएड फिजिक्स 83 फोर्थ सेमिस्टरमा त आएन त साइन्स टिचर कम्पिटेन्सी प्र्याक्टिसेस च्यालेन्जेस राख्नु परेन अब्जेक्टिभमै राख्ने च्यालेन्जेस है अहिले मैले भनिसकेँ नि त तपाईँको डिबी गोले सरको है एकचोटि भनेको कुरालाई चाहिँ सच्याउनुहोस् है त्यो सच्याउनु बानी भएन भने हुन्छ अब इफेक्टिभ अफ न्यारेसन बेस्ड एनिमेसन इन टिचिङ फिजिक्स
न्यारेसन बेस्ड एनिमेसन युज गर्छु भन्नुभयो। स्टडी अफ स्टुडेन्ट कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ एन्ड लर्निङ इङ्गेजमेन्ट ठिक छ, टपिक ठिक छ यो है। किन भन्दा टपिक्समा चाहिँ धेरै कुरा टपिक्सले न्यारो डाउन गरिदिइसकेको छ। आइसिटी टुल्स पनि कुन युज गर्ने भन्दा न्यारेसन बेस्ड एनिमेसन गर्ने भनेपछि एनिमेटेड भिडियोहरू चाहिँ आउने भयो। अब तपाईँले यसमा चाहिँ त्यो न्यारेसन बेस्ड भिडियोहरू आफैले बनाउने हो कि अरूले बनाएर युज गर्ने हो कि त्यो कुरालाई चाहिँ भित्र गएर जस्टिफाई गरिदिनुपर्छ। तपाईँको टुल्सहरूमा गएर जस्टिफाई गर्नुपर्छ। अब त आफै गरेर पनि हजुर with the help of AI, PowerPoint, जे गर्नुहुन्छ त्यो भन्ने हो। अरूले बनाएका न्यारेसन बेस्ड एनिमेसन पनि हेर्ने। अब अहिले त एआईलाई युज गरेर अनि एआईले न्यारेसन गर्ने एनिमेसनहरू एआई जेनेरेटेड एनिमेसनहरू म देखाउँछु भनेपछि अझ तपाईँले त चाहिँ एआई जेनेरेटेड एनिमेसन होइन द इन्टिग्रेसन अफ एआई जेनेरेटेड एनिमेसन भिडियो इन टिचिङ फिजिक्स स्टडी अफ कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ एन्ड लर्निङ इङ्गेजमेन्ट भन्यो भने अझ चाहिँ के हुन्छ त अहिले क्याची देखिन्छ। अहिलेको लेटेस्ट ओहो यो त इम्पोर्टेन्ट हो भन्ने खालको देखिन्छ। खालि इफेक्टिभनेस किन भन्नुपर्छ त्यहाँ होइन। इन्टिग्रेसन अफ एआई जेनेरेटेड एनिमेसन भिडियोज इन टिचिङ फिजिक्स स्टडी अफ स्टुडेन्ट कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ एन्ड लर्निङ इङ्गेजमेन्ट यतिले न्यारेसनलाई हटाइदिने। एआई जेनेरेटेड भनेपछि त्यसले न्यारेसन सहित अरू पनि बनाउँछ नि त। अथवा न्यारेसन राख्नु मन लाग्यो भने राखे पनि हुन्छ, केही छैन। हुन्छ ठिक छ। यो अब तपाईँले त्यो न्यारेसन बेस मात्रै भन्दा पनि एआई जेनेरेटेड भिडियो भनेपछि त अहिले त जम्मैले बनाउनु थाले खालि त अहिले फेरि अहिले पछिल्लो समय फेरि त्यो चाहिँ स्लाइड दिएर एआई बनाउने त्यो छोटो छोटो चाहिँ सर्ट्सहरू बनाएको छ नि त। त्यो चाहिँ निकै राम्रो पनि छ। मैले यहाँ आइसिटी पढाउने बेला एउटालाई चाहिँ बनाउने भनेको होइन, जस्तो यहाँ कस्तो राम्रो बनाएको छन् भनेपछि के नामको थियो भिडियो बनाएर पठाएका थिए होइन। अस्ति सर्ट भिडियो पनि बनाएको छ एउटा पिडिएफ उसमा पावरपोइन्टमा। तपाईँको यहाँनिर नम्बरबाट आएको रहेछ कि है। यहाँ भिडियो आएको थियो कि यहाँ पठाएको थिएँ सर यो कस्तो हुन्छ भनेर पठाएको थिएँ। यहाँ कता गयो म तपाईँहरूलाई देखाउँछु भनेको भिडियो। यो पढाएकै भिडियो हो होइन। मेसेन्जरमा पठाएको थिएँ जस्तो लाग्यो। मेसेन्जरमा जस्तो छ। सर यही पिपिटी स्लाइडमा नि छ दुईटा भिडियोहरू राखेको छु मैले त्यसमा। एआई जेनेरेटेड होइन त? हजुर सर। अब मेटलबाट चाहिँ इलेक्ट्रोनहरू कसरी निस्किन्छ भन्ने कुरा चाहिँ डेमोन्स्ट्रेसन गरेर देखाएको थियो टिचरले। त्यो चाहिँ एआई भिडियो बनाइदिएको छु। ठिक छ ल। यो तपाईँको टपिक पनि यो राम्रो बन्छ है। हुन्छ सर हुन्छ। ल अब अरूले यसरी नै गर्नु पर्यो। 1-2 दिनको समय लिनुहोस् अनि त्यस पछाडि फेरि यसलाई चाहिँ काम गरेर अब केही न केही लिएर आउनु पर्यो कि मैले चिच्याएर मात्रै हुँदैन है। हुन्छ सर हुन्छ। छुट्टी आजलाई के छ ल भन्नु? हुन्छ आजलाई छुट्टी। अब 1-2 दिनमा फेरि अलिअलि भए नि इन्ट्रोडक्सन यताउति लेखेर अब चाहिँ तपाईँहरूले लेखेर नल्याइकन म पुरै गर्दिनँ है। ए हुन्छ सर हुन्छ। हस्।